आउनुहोस् आज गोकर्णेश्वरमा रहेको सर्वेश्वर महादेव मन्दिरको दर्शन गरौँ। सर्वेश्वर अर्थात् सबैको ईश्वर। पौराणिक कथन अनुसार जब देवता र दानवहरू बीच द्वन्द्वले संसारमा अशान्ति फैलियो तब सबै प्राणीको दुःख हरण गर्न महादेव यहाँ सर्वेश्वरको रूपमा प्रकट हुनुभएको थियो। यो मन्दिरलाई आत्मिक शुद्धिको केन्द्र मानिन्छ, जहाँ भक्तहरू आफ्नो मनको भारी बिसाउन आउने गर्छन्। भनिन्छ जसले गोकर्णेश्वरको दर्शनपछि सर्वेश्वरमा शिर झुकाउँछ उसको यात्रा तब मात्र पूर्ण हुन्छ। यो मन्दिरले हामीलाई सिकाउँछ कि भगवान केवल भिडमा होइन, एकान्त र शान्तिमा पनि भेटिन्छन्। अर्को पटक गोकर्ण जाँदा यी सर्वेश्वर महादेवलाई नभुल्नुहोला। हर हर महादेव।